हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो साथसाथै नयाँ च्यानल हो अनि म यसबाट भ्लग स्टार्ट गर्छु आजदेखि के गरेको अनि आज चाहिँ भन्दाखेरि पनि हामी अघि यता उनीहरूको मामा आएर छौँ घुमघामको लागि त्यही भएर मैले आज भ्लग स्टार्ट गरेको गाइज हाम्रो भ्लग सबैले हेर्दिनु होला यो चाहिँ अपलोड हुनेवाला छैन तैपनि हाम्रो ग्यालेरीमा भयो भने हाम्रो मेमोरी हुन्छ नो अपलोड गर्न लागेको यो चाहिँ यो घरको कुकुर भन्ने चाहिँ बिरालोलाई यो चाहिँ यो घरको बिरालो यो बिरालो ढाँडे हो र पनि कस्तो हातमा यसरी मानेको यार यस्तो गर्मी छ कि आमामा असिन पसिन उसले बनाएको भिडियोकै साउन्ड उहाँ चाहिँ हाम्रो दाइ हो अनि यहाँ हाम्रो आज यो छ मेजमान दिस इज यो हाम्रो लागि यो मेजमान यहाँ भात पाक्दैछ गाई यस्तो भट्टु देखेर यस्तो चुल्हा देखेर तपाईँलाई कस्तो पुरै एन्सियन्ट टाइमको याद आउँदैन उहाँलाई देखेर होइन यो कस्तो के अरे दाइ यस्तो भिडियो हाल्दाखेरि युट्युबमा अलिक इन्टेन्सिभ भएर देखाउँछ होला है वार्निङ यस्तोहरू काटेको यो चाहिँ हाम्रो मासु तयार हुँदैछ गाइस यहाँ अर्को छ यहाँ एउटा रेडी बनाइसक्नुभयो यसको लागि मैले मुटु कति खोजेँ एन्ड दिस इज मी गाइज ब्याक टु ब्याक यो मेरो नयाँ च्यानल हो गाइज होइन अनि तपाईँहरूले सक्दो माया बसाइदिनु होला यो च्यानलमा यो भिडियोमा यो भ्लगमा अनि म यो क्याप लाएर ग्याङ्स्टर बनिदिएको छु रेट माई लुक्स गाइज कमेन्ट डाउन बिलो कमेन्ट डाउन बिलो हाउ इट गन वर्क्स यसमा भेटौँ उहाँको हालत चाहिँ यस्तो रहेको छ गाइज मेट माई फ्रेन्ड हिसान पुलामी मगर म नामती अनि शान्ति आएको छौँ उनीहरूको मामा ल शान्ति आएको छैन र पनि ऊ आउनेवाला छन् आउनेवाला छिन् अहिले बोलिस गर्मीले सिकिस्तै भएर लम्पसार परिरहनु भएको छ गएको म तिमीलाई देखाउनु मात्र आएको म यो हामी पाहुनाको घर यो गाइज कनिकाका भात पहिला जनजात हामीलाई पिट्टीकै मन पर्दैन गाइज सुनिराख्नु होला सुन्नेको कनिकाका भात पहिला जनजात आइफोन छुट्नु देऊ न बुनुलाई हानेको त्यो केही छैन धम्किने मान्छे गाइज मैले राखेको छु क्याटी चाहिँ मेरो बहिनी हमको कस्तो शीतल भएर थियो लास्ट दाइको बहिनी काइली भेटिएको थियो के अरे अस्ति फर्मा तिमीलाई यो मेरो च्यानलको विषयमा के भन्नु छ मलाई भ्लग चाहिँ अपलोड गर पहिलो कुरा होइन कस्तो आइरहेछ राम्रै आइरहेछ अनुहार आइरहेछ अँध्यारो भए पनि राम्रो आइरहेछ भ्लग सबैभन्दा पहिला भ्लग अपलोड गर त्यसपछि त्यो भ्लगमा मलाई हाल अनि भ्लगमा के भन्नु बढ्दैन के भन्नु गाइज हामी अब निक्लेको छौँ यतातिर दाइले हामीलाई उसको गाउँ दाइको गाउँ घुमाउनु भएको अरे अनि हामी मजाले डुल्दैछौँ यहाँनिर हामीलाई अर्को ठाउँ आएर चाहिँ त्यस्तो लागेको नि के छिटिक्क जे छ त्यही झन्झारै छ यहाँ दाइको क्याप चोटिदिएको गाइज मैले तर मलाई क्यापले सुहाउँदैन यसरी त्यो भएर यसरी लाउँछु म यस्तो बिगारिदिन्छ कपाल अनि हाम्रो त छैन के बोल्दै हुन्छ नि त यहाँ भ्लग चालु भइरहेछ नि त्यो कुरा चाहिँ नगर नि त के बोल्दै हुन्छ नि यो दाइले हामीलाई कहाँ लिएर छ
कहाँ जङ्गलभित्र एउटा घरभित्र कुन्दुलोभित्र छिराउनु भयो मिस्टेकली त साथी लियो भ्लग हेर्नु अरे त्यस्तो होइन राम्रो थियो डाँडाकाँडा भए पनि खोल्ची भए पनि यो खोइ कहाँ नाइट आउट हाने जस्तो भइरहेछ बेलुका हिँड्दा त गाइज हामी चाहिँ यो झुलिङ्गे पुलभित्र छिर्न गइरहेको छौँ छिरिसक्यौँ अब बेलुका आएको थियो रहेछ चन्द्रमा र त्यो रुखको कम्बिनेसन हेर्नु न दामी रहेछ अस्ति हामी घुइङ खोज्न आएको यहीँ होइन उहाँ तलतिरबाट यस गाइज हामी चाहिँ अस्ति उहाँ तलबाट राति 10 बजेतिर घुइङ खोज्न आएको थियौँ गाइज हामी यो झुलिङ्गे पुल हेर्दैछौँ यार एकान्त शान्ति ठाउँमा रहेछ कि पुलिस आउँछ यहाँ पनि बिहिबारेमा चाहिँ लास छ कि गोटी खानेहरू गराउनु एउटा यहाँदेखि फोटो खिच न जुन देखिनु पऱ्यो खतरा जुन देखिनु पऱ्यो अरे बङ्गै दिन्छ त कहाँ कस्तो यस्तो खाउनु न भोलितिर यस्तो छ है गाइज हाम्रो सिचुएसन झुलिङ्गे पुलको बिचमा आएर बसिरहेको छ भने दामी शीतल हावा चल्दो रहेछ कि गाइज अझ आज हावा चलेको दिन नि त यस्तो दामी हुन्छ होला त यहाँ केही हुँदैन फेरि हावा चलेको दिन मान्छे त्यति आउँदैन नि त घरमै शीतल पाइहाल्छ हावा नपाएको बेला शीतल नपाएको बेला भौताडी चाहिँ हिँड्नु हुने होइन त्यो अग्लो ठाउँमा बस्नु मजा आउँछ नि मलाई त अरू केही डर लागेको छैन मेरो मैले चिलित्त यहाँबाट चिप्लेर झर भने मेरो पस हरेर भोलि घुम्नु जानु भने पैसा पसमा थियो यहाँ एक्लै आएको बसेको मान्छे खुर्का झरेछ अरे गाइज हामी अझै पनि जङ्गलकै बाटोतिर घुम्दैछौँ दाइले कहाँ ल्याइदिनु भयो मेन कारण घुम्नुको रिजन यसरी बेलुका हिँड्नुको रिजन एकदम गर्मी भएर पनि हो अनि अब पाहुना खान आएको अनि अर्का गाउँ डुल्थ्यौँ भनेर पनि यसरी हिँडेको क्या हामी खासमा भन्नुपर्दा चाहिँ तर पनि हिँड्दा पनि गर्मी चाहिँ गर्मी नै भइरहेछ घरको भन्दा चाहिँ मलाई एकदम शीतल भएर फाइनली हामी यहाँ चोक आइसकेको छौँ दाइहरूको चोक अब हामी घर छिर्न लागेको छौँ गाइस घर छिरेपछि भात खानुपर्ने हुन्छ आज चाहिँ म भ्लग हाल्छु क्या गर्मीले आज धेरै खाएको दिस इज आवर डिनर टाइम गाइज कत्रो झोल हाले पसिन भइरहेको थियो यार म त हाम्रो बोजू म भिडियो बनाउँछु कि अनि दुई चार शब्द भनिदिनु न के भन्नुहुन्छ गाइदिनु मेरो मन उडी जला सरर हावा सरी मेरो मन उडी जला माया त छ छोडी जानेलाई सम्झना छ बिर्सी जानेलाई त्यति हुँदैन अब एउटा ल भयो गुराँसको फुला जस्तो तिम्रो जवान मायालुलाई भगाइ लान्छु त्यसो नभन मौरी गुन्यो रसैलाई नभन्दिनु कसैलाई मौरी गुन्यो रसैलाई नभन्दिनु कसैलाई पानी खाने न्यु गरी औला तिम्रो घरमा मका मिले रानी बन घुम्न जाउँ लालु भयो र त्यो मनसँग जोड भन्दिन म खुसी अन्त मिल्छ भने तिमीलाई धेरै मसँग नाता
जोडा भन्दिन म भयो भयो किन अब देख्न अनि अर्को उहाँ चाहिँ हाम्रो छिमेकी बोजूको प्रस्तुति गरिरहेको छ न एउटा अब एकछिन अब मेरो बयस गीत आउँछु ल त्यो मनसँग जोडा भन्दिन म खुसी अन्त मिल्छ भने तिमीलाई धेरै मसँग नाता जोडा भन्दिन म भयो भयो किन अब देख्न अनि अर्को उहाँ चाहिँ हाम्रो छिमेकी बोजूको प्रस्तुति गरिरहेको छ न एउटा अब एकछिन अब मेरो बयस गीत आउँछु ल गाइज हामीले चाहिँ खाना खाएर पनि अब यहाँ सबैजना गफा मार्दैछौँ यसरी बसेर गफार्दैछौँ उहाँ चाहिँ हाम्रो छिमेकी राम्री बोजू सो गाइज आज चाहिँ मेरो भ्लगको इन्डिङ पनि आइसकेको छ अनि म यति नै आजको हाम्रो क्रियाकलाप चाहिँ यति नै रहेको छ यति भन्दै म मेरो भ्लग इन्डिङ गर्नु वाट इज दिस बाई बाई गाइज